हेलो दिदीबहिनी दाजुभाइहरू, तपाईँहरू देख्न सक्नुहुन्छ यो मदौलियादेखि पत्थरडाँडाको रोडको कन्डिसन बिग्रिसकेको छ। यो रोडमा हेर्नु त कत्रो खाल्टो छ। यो अझ ए साइडको रोड हेर्नु त कस्तो छ। यो बुटोल जाने साइडतिरको रोड। यो ठ्याक्कै कहाँ थियौँ भन्दाखेरि मदौलियादेखि र यो पत्थरडाँडाको बिचमा यस्तो भइसकेको छ रोडको। यो सिद्धार्थ हाइवे हो र यो कसको यो कुन जिल्ला भन्दाखेरि यो रूपन्देही जिल्लामा पर्छ र सुनिल लम्सा दाइले प्लिज यो रोडलाई छिटोभन्दा छिटो बनाइदिनु पर्यो र यो रोडको एकचोटि बनाउने बित्तिकै रोड बनाएर सकिँदैन। रोडलाई पनि बारम्बार मर्मत गरिरहन पर्छ र यो रोड चाहिँ प्लिज यो सिद्धार्थ हाइवेको रोड चाहिँ सडक विभागले हेरिदिनु पर्यो र यो रोडलाई प्लिज मर्मत गरिदिनु पर्यो। यस्तो रोडको कारणले विभिन्न एक्सिडेन्टहरू हुनसक्छ र मान्छेहरूको घाइते हुन सक्छन्। बाटो चिल्लो भएर के गर्नु, बाटोमा खाल्टो भएपछि त्यो खाल्टो नहेरिने रहेछ, बाहिरको चिल्लो मात्रै देखिने रहेछ। त्यो माथिको भ्युजले गर्दाखेरि यो बुटोल भैरवको बाटो राम्रो छ भनिन्छ, तर बिचबिचमा यस्ता खाल्टाखुल्टी निकै धेरै छन् र प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर यो सेयर गरेर धेरैभन्दा धेरै भ्युज आएर र यो सडक विभागमा पुग्न पर्यो र यो रोडलाई मर्मत हुन पर्यो। हामीले ट्याक्स बुझाएको पैसा कहाँ जान्छ, प्लिज यसलाई पनि यो मर्मत गरिदिन पर्यो। हामीले ट्याक्स बुझाएको पैसा कहाँ गछ खै।